यो चाहिँ हाम्रो खरसाङमा सेकेन्ड डे, आज चाहिँ वर्तमानको दिन र सकिला छेमा चाहिँ बिजी हुनुहुन्छ सबैजनालाई साडी लगाइदिनुमा। हामीलाई चाहिँ अघि लगाइदिइसक्नु भयो र उहाँ आफै चाहिँ अब लास्टमा रेडी हुनुभएको थियो। र यो चाहिँ हाम्रो अङ्कलको नर्सरीमा यस्तो फुल फुलेको रहेछ, धेरै राम्रो लागेर खिचिदिएको यो अङ्कलहरूको किचन। र यहाँ हाम्रो दिदीबहिनी एकछिन कालिम्पोङबाट आउनुभएको थियो र उहाँहरूसँग भेटघाट गर्दै बात मार्दै हाम्रो माइजूमा आउनुभएको थियो। यो नानी चाहिँ मेरो भाइको छोरा एथन, अर्पणको छोरा। अब चाहिँ यहाँ वर्तमान सेरेमनी चाहिँ स्टार्ट भयो। यति बेला चाहिँ उनीहरूलाई एउटा धागो दिँदो रहेछ, त्यसलाई चाहिँ जनाई भन्दो रहेछ, सेतो धागो लगाइदिँदो रहेछ। अब चाहिँ यिनीहरू चाहिँ बोय टु म्यान भएको भन्दो रहेछ। वर्तमानको खास मतलब चाहिँ धेरैवटा अब यो हिन्दूको अब एउटा कस्टम ट्रेडिसन सिकाउँदो रहेछ यति वर्तमानमा चाहिँ है। अनि यहाँ चाहिँ हाम्रो छ्यामा एकदम मोचामा नै कुदिरहनु भएको थियो, त्यो फुर्सदै पाउनु भएको थिएन चप्पलहरू लाउनुको लागि, यति साह्रो बिजी हुनुहुन्थ्यो उहाँ। फर्स्ट टाइम मैले चाहिँ यो वर्तमान भन्ने चाहिँ एटेन्ड गरेको मेरो कान्छी छ्यामाको छोराको। नभए लाइफमा मैले वर्तमान भन्ने चाहिँ कहिले पनि एटेन्ड गरेको थिइनँ है। अनि त्यसरी नै यहाँनिर चाहिँ गुन्यु चोली पनि हुँदैछ। यो नानी चाहिँ जब पिरियड हुनुभन्दा अगाडि यस्तो खालको ट्रेडिसन हिन्दूहरूको हुँदो रहेछ। धेरै राम्रो लाग्यो मलाई है यो ट्रेडिसन। र यहाँ चाहिँ अब सबैजना बसेर बातचित गर्दै गरेको। अनि यहाँ चाहिँ नानीहरू चाहिँ अब त्यो गुन्यु चोलीमा गिफ्ट केहरू पाएको एक्साइटेड खोलेर हेर्नु लागि र होली जस्तो पनि लाउँदो रहेछ यसरी। अनि यहाँ चाहिँ भाइहरूलाई अब लास्टमा सबै वर्तमान सकेर चाहिँ उनीहरूलाई टिकाहरू लाउनु पर्दछ फ्यामिलीहरूले है। अन्त त्यो सकेर चाहिँ हामी खरसाङ डेरिजमा गएको थियौँ। यहाँ चाहिँ एक दुईजना आन्टीहरू एकदम रमाइलो गर्दै गरेको र हामीले खानेकुरा एक दुईवटा मगाएको है। अनि यो चाहिँ खरसाङको टावरको भ्यू, तर एकदम के भन्छ धुम्म भइरहेको थियो, तर एकछिनमा चाहिँ यसरी एकदम उज्यालो भएर ब्युटिफुल देखिरहेको थियो यो टिभी टावर। यहाँ हाम्रो छ्यामा गएको चाहिँ बातचित गर्दै है। त्यहाँदेखि यहाँ चाहिँ कतिजना चाहिँ हत्तु हैरान भएर सुतिरहेको। र अब चाहिँ हाम्रो जाने दिन आयो र हामी चाहिँ फर्किँदै गरेको नयाँ बस्तीदेखि खरसाङ बजारको लागि। र यो चाहिँ खरसाङ बजारको भ्यू। धन्यवाद, बाई बाई, टेक केयर।